अनि सुदिन ठहराई ब्राह्मणको मर्यादाले बरणपुरका अग्निस्वामीकी पुत्री चन्द्रावतीसँग नवराजको विवाह गरिदिए। अब गोमा, नवराज र चन्द्रावती तीनजना जे भएको खाई मिलेर बसे। त्यहाँ उपरान्त एक दिन ती नवराज बाहिर खेल्न गएका बेला तिनका साथीहरूले, हे ब्राह्मण, आजसम्म हामी तिमीलाई नवराज भन्दथ्यौं, अबदेखि हामी तिमीलाई बिना बाबुको छोरो भन्दछौं। तिम्रा पिता भए तिनको नाम के हो? तिमी कसका छोरा हो? हामीलाई बताऊ। यतिका साथीका कुरा सुनेर नवराजले केही उत्तर दिन सकेनन् र घर आए। हे माता, म कसको छोरो हुँ, मेरो पिताको नाम के हो भने र साथीहरूले भनेको सबै वृत्तान्त आमालाई सुनाए। अनि मेरा पिता कहाँ छन् भनेर सोधे। यति नवराजको कुरा सुन्नासाथ गोमाले वर्षाकालमा मेघ वर्षे चाहिँ आँखाबाट आँसु खसाली भनिन्, हे नवराज, तेरा पिताको नाम शिव शर्मा हो। त गर्भमा छँदै भिक्षा माग्न परदेश गएका आजसम्म फर्केनन्। केही कामले कतै बसेका छन् वा छँदैछन्। यति गोमाले भनेको सुनि नवराज भन्दछन्, हे माता, उसो भए मलाई आज्ञा दिनुहोस्, कहाँ बसेका छन्, म गई विचार गरेर आउँछु। नवराजको यस्तो कुरा सुनेर गोमा भन्दछन्, हे पुत्र, तेरो मुख हेरेर तेरा पितालाई बिर्सिरहेकी थिएँ। अब तैँले पनि छाडेर गए म कसको आधारले बाँच्ने। फेरि त हिँडेपछि तेरी स्त्री चन्द्रावती पनि यहाँ बस्ने छैन, माइत जानेछ, यसकारण जान्छु नभन्। यति गोमाले भनेपछि नवराज फेरि भन्दछन्, हे पिता, हे माता, म केही भन्दछु, ध्यान दिएर सुन्नुहोस्। पुत्रस्य परमो धर्म पितृद्धार समो नहि, पितृद्धारम न कुरुते स्वयं च सुखमेच्छति, स याति नरकम घोरम यावत् चन्द्रार्कमे दिनी। छोराको ठुलो धर्म के हो भने पितृहरूको उद्धार गर्नु। जुन पुत्र पितृको उद्धार नगरेर केवल आफ्नै सुखभोगतिर मात्र लागिरहन्छ, त्यो जबसम्म चन्द्र, सूर्य र पृथ्वी रहन्छन् तबसम्म घोर नरकमा पर्दछ। अतः म गर्भमा छँदै मेरा पिता गएका, मेरो यो उमेर हुँदा पनि किन फर्केनन्? मरेकी बाँचेकै छन् त्यसको विचार गर्नु पर्दैन। मरेका भए निश्चय गरेर आउँला, बाँचेकै भए साथै लिए आउँछु। यति पनि नगरे मैले जन्म लिएको व्यर्थ छ। मलाई जस्तै दुःख परे पनि हे माता, हजुरको सेवा गर्न बुहारी छँदैछ, अतः म जान्छु, बिदा दिनुहोस्। नवराजले यति कुरा सुनि गोमा ब्राह्मणी प्रसन्न भन्दछन्, हे पुत्र, त धन रहेछस्, तेरा पिता मरेका भए पनि बाँचेका भए पनि चाँडै खबर पाएस् भने कपालमा हात राखेर आशिष दिन्। नवराजले पनि आफ्नी महतारीको शुभ आशिष थापी साष्टाङ्ग प्रणाम गरी स्त्री चन्द्रावतीलाई अराउने कुरा अराई बाबुको खबर गर्न परदेश हिँडे। अनेक स्थानमा शिव शर्मा नामका वृद्ध ब्राह्मणलाई देखेथ्यौ कि भनेर सबैसित सोधी सर्वत्र खोज्न हिँडे। जाँदा जाँदा केही दिनमा गंगाका तटमा ऋषिका आश्रममा पुगे। त्यहाँ अत्यन्त वृद्ध अवस्था भएका ब्राह्मण र ब्राह्मणीलाई देखेर सोधे, तिमीहरू को हौ? यहाँ किन बसिरहेछौ? यति सुनेर वृद्धले भने, हे बालक, हामी ब्राह्मण हौं, वृद्धावस्था भयो र गंगामा प्राण त्याग गरौला भनी घर छोडेर यहाँ आई घर तुल्याई बसेका छौं। तिमी को हौ? यहाँ किन आयो? तिनको यस्तो कुरा सुनि नवराज भन्दछन्, म पनि नवराज नामको ब्राह्मण हो। म गर्भमा छँदै गर्भाधान कर्म गर्नलाई भिक्षा माग्न हिँडेका मेरा पिता शिव शर्मा नामका ब्राह्मण आजसम्म घर फिरेनन् र तिनैको खोज खबर गर्न हिँडेको हुँ। तिमीले देख्यौ कि? यति नवराजको वचन सुनेर ती वृद्ध भन्दछन्, हे नवराज, गर्भाधान कर्म गर्न भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिव शर्मा नाम गरेका वृद्ध ब्राह्मणलाई हामीले देखेथ्यौं। यहाँ आई आफै नै नित्य पूजा गर्न फलफूल टिप्न त्यस वृक्षमा चढेका थिए। दय संयोगले वृक्षको हाँगा भाँचियो र रुखबाट लडेर मरे। हाडखोड त अझसम्म पनि होला, त्यहाँ गई हेर। यदि ती वृद्ध ब्राह्मणले भनेको सुनि नवराज रुखमुनि हेर्न गए। त्यहाँ आफ्ना पिताको हाडखोर देखेर, हे पिता, मेरै निम्ति भिक्षा माग्न आएका तिमी मेरो मुखै नदेखि यस्तो वनमा आएर रुखबाट लडेर मर्यौ। म यो कुरा माता कहाँ गएर कसरी भनौला भनी फेरि मेरी महताले शोक गर्दा म के भनेर बुझाउला भन्दै नाना तरले शोक गरेर रुन कराउन लागे। फेरि धैर्य धारण गरी हाडखोड सबै बटुली गंगा प्रवाह गरी ब्राह्मणका मर्यादाले 10 क्रिया गरिसकी। अब कता जाउँ? घर जाउँ भने सम्पत्ति छैन। विशेष यो खबर सुनाई माताले शोक गरेको देख्नु छ, यसकारण कुनै राजाको सेवा गरेर केही द्रव्य लिई घर जानु पर्यो भनी नजिकको शहरमा पसी राजाको सेवा गर्न लागे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार संवादे श्री स्वस्तानि परमेश्वर्या व्रत कथायां शिव शर्मा परलोकगमनम् नाम 12 अध्याय।